2082 भाद्र 23-24 गते जेनजी आन्दोलनको प्रतिवेदन। यो प्रतिवेदन सार्वजनिक भएको छ र हामी यसलाई वाचन गर्ने जमर्को गर्दैछौँ। यो प्रतिवेदन 5 भागमा समेटिएको छ र 907 पन्नाको रहेको छ। अब भाग 1 देखि भाग 5 मा के परिच्छेदहरू रहेका छन् हामी त्यो तपाईहरुलाई स्क्रिनमा देखाउनेछौँ। भाग 1 मा प्रारम्भिक, परिच्छेद 1 परिचय, परिच्छेद 2 जाँचबुझ आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधि, परिच्छेद 3 तथ्य तथा तथ्याङ्क सङ्कलनमा प्रयोग गरिएका विधिहरू। फेरि भाग 2 को परिच्छेद 4 मा आन्दोलनको क्रममा भएको मानवीय र भौतिक क्षति सम्बन्धमा, परिच्छेद 5 बयान तथा घटना विवरण, कागज र सरकारवालाबाट प्राप्त सुझाव, परिच्छेद 6 प्रदर्शनको क्रममा धेरै क्षति भएका जिल्ला प्रमुख, जिल्ला अधिकारीहरूबाट प्राप्त घटना विवरण ब्यौरा, परिच्छेद 7 स्थलगत अनुगमनको क्रममा सङ्कलित विवरण, परिच्छेद 8 आयोगबाट भएको पत्रचार तथा विभिन्न निकायहरूबाट प्राप्त भएका विवरण, परिच्छेद 9 सरकारी निकाय परिषद तथा समितिका निर्णयहरू, परिच्छेद 10 आयोगबाट गरिएका भौतिक तथा प्रमाण सङ्कलनको सम्बन्धमा, परिच्छेद 11 आयोगमा प्राप्त उजुरी तथा गुनासोहरू, भाग 3 जाँचबुझको क्रममा सङ्कलित तथ्य तथ्याङ्कहरूको विवरण तथा निष्कर्ष, परिच्छेद 12 सङ्कलित तथ्य तथ्याङ्कहरूको विश्लेष, भाग 4 निष्कर्ष कन्क्लुजन तथा राय सिफारिस, परिच्छेद 13 जाँचबुझ आयोगको निष्कर्ष ठहर र सिफारिस, परिच्छेद 14 शासकीय सुधारका लागि आयोगको सुझाव सिफारिस, भाग 5 सुझाव कार्यान्वयनको कार्ययोजना। आज हामी परिच्छेद 5 को बयान तथा घटना विवरण, कागज र सरकारवालाबाट प्राप्त सुझावहरू वाचन गरेर सुनाउनेछौँ र भाग 4 मा उल्लेख गरिएको निष्कर्ष तथा राय सिफारिस पनि वाचन गर्नेछौँ। यो भिडियो अलिक लामो हुन सक्छ, त्यसैले अन्तिमसम्म हेर्नुहोला। परिच्छेद 5 बयान तथा घटना विवरण, कागज र सरकारवालाबाट प्राप्त सुझाव। 5.1 सार्वजनिक जिम्मेवारीमा रहेका अधिकारीहरूको कागज ब्यौरा, बयान तथा घटना विवरण कागजहरू। राजनीतिकर्मी सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राष्ट्रपति कार्यालयको सचिव डाक्टर दीपक कार्कीको कागज ब्यौरा। मिति 2082 भाद्र 23 र 24 गते भएको प्रदर्शन र त्यसबाट भएको क्षतिको सम्बन्धमा राज्य सञ्चालन र व्यवस्थापनको क्षेत्रमा उठेको विषयहरूको समयमै उचित व्यवस्थापन हुन सकेको भए सायद क्षति कम हुन सक्थ्यो भन्ने ब्यौरा रहेको छ। सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका प्रतिष्ठान तथा नेपाल प्रहरीका इकाइहरू निशानामा परिरहेको सूचना आइरहेका थिए। नेपाली सेनाले राष्ट्रपति समक्ष सुरक्षा सम्बन्धी ब्रिफिङ गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृतका लागि दिउँसो करिब 2:45 बजेको समयमा पत्र आएको र करिब 2:50 बजे प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि करिब 3 बजे हामी राष्ट्रपति निवासबाट नेपाली सेनाको सुरक्षित स्थानमा गएका थियौँ। त्यसपछि राष्ट्रपति कार्यालय भवन र परिसरमा रहेको भौतिक सामग्री, सरकारी अभिलेखहरूमा आगजनी, तोडफोड आदि भएको सूचना आएको थियो। नेपालको नयाँ संविधान र संघीयता आएपछि देशमा भ्रष्टाचार र आर्थिक अनियमितता बढेको कारण जेनजी पुस्ताले उठाएको प्रश्न सम्बन्धमा तपाईँको धारणा के छ भन्ने प्रश्नका सन्दर्भमा नेपालको संविधान र त्यसमा गरिएको शासकीय प्रबन्धबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, लोकतान्त्रिक मूल्य प्रणाली, सामाजिक संस्कृति, एकबद्धता, समानुपातिक सहभागितामूलक प्रबन्ध, मानव अधिकारको संरक्षण लगायत लोकतान्त्रिक शासन व्यवस्थाको दरिलो संवैधानिक व्यवस्था भएकाले संविधानका कारण मुलुकमा समस्या आएको होइन। संविधानको परिकल्पना साथ राज्यको कार्यकारी भूमिकामा रहने पद अधिकारीमाथि उठेको प्रश्नहरूको समयमा व्यवस्थापन गरी मुलुकमा देखिएको क्षेत्रगत कमी कमजोरी तुरुन्त सुधार गर्ने दायित्व, जिम्मेवार र अधिकार प्राप्त व्यक्ति तथा संस्थाले पूरा गर्न नसकेको कारण आएको हुन सक्दछ। नेपालको संविधान बमोजिम राष्ट्रपति नेपालको राष्ट्रिय अध्यक्ष, राष्ट्रिय एकताको प्रवर्धक, संविधानको पालक र संरक्षक रहन्छ। राष्ट्रपतिबाट सम्पादन हुने कार्यहरू नेपालको संविधान र संघीय कानुन बमोजिम हुने व्यवस्था छ। संवैधानिक व्यवस्था बमोजिम मुलुकका
मुलुकमा भएका समसामयिक विषयहरू, वैदेशिक सम्बन्धका विषयहरू, नेपाल सरकारका निर्णयहरू तथा सङ्घीय संसदमा पेश हुने विधेयक लगायतका विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग जानकारी लिने विषयहरू नियमित भइ नै रहेको हुन सक्छन्। कुनै विशेष समयमा अनौपचारिक छलफल हुने बाहेक राष्ट्रपतिबाट सम्पादन हुने कार्यहरू संवैधानिक र कानुनी व्यवस्था अनुसार हुने भएकाले सोही बमोजिम कार्य सम्पादन गरिएको हुन्छ। भाद्र 23 गतेको घटनाक्रम सम्बन्धमा के कसो भएको हो निरन्तर सूचना प्राप्त गरी सरकारका सम्बन्धित जिम्मेवार व्यक्तिलाई जीवन रक्षा र स्थितिको तत्काल सामान्यीकरणका लागि पहल गर्न ध्यानाकर्षण गराउने कार्य संवैधानिक जिम्मेवारी अनुसार नै सम्पादन गरिएको थियो। भाद्र 24 गते मानवीय क्षति, तोडफोड, लुटपाट र आगजनी लगायतका घटना अप्रिय छन्। समयमै राजनीतिक निकास निकाल्न सकेको भए सायद त्यस दिन कम क्षति हुन्थ्यो कि भन्ने परिकल्पना गर्न सकिन्छ। तथापि परिस्थिति निकै जटिल, असामान्य र असाधारण प्रकृतिको भएकाले सुरक्षा निकाय लगायत राज्य सञ्चालकका अन्य जिम्मेवार निकायहरूले तत्काल व्यवस्थापन गर्ने अवस्थामा जटिलता भन्ने प्रष्ट रूपमा देखिन्थ्यो। मुलुकमा उत्पन्न भएको विषम तथा असाधारण परिस्थितिलाई संवैधानिक व्यवस्थाको मर्म र भावना अनुसार तत्काल सम्बोधन गर्न र अत्यन्त कठिन अवस्थामा रहेको सुरक्षा व्यवस्थाको सामान्यीकरण गर्न जरुरी भएकाले त्यसको प्रबन्ध मिलाउन पहल गरिएको थियो। अत्यन्त जटिल र अप्रिय व्यवस्था भएकाले निरन्तर परामर्श र प्रयास गरी शान्ति सुरक्षाको अवस्था सामान्य तुल्याउन उक्त दिनभर निरन्तर कोसिस भइरहेको थियो। अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान कागज बेहोरा। 2082 साल चैत्रमा काठमाडौँको तिनकुनेको घटनापछि सबै सुरक्षा निकायहरूलाई त्यस्ता घटनाहरूको सन्दर्भमा कमभन्दा कम धनजनको क्षति होस् र अवाञ्छित तत्त्वको घुसपेट नहोस् भन्नेतर्फ सुरक्षा निकायलाई निर्देशन दिने गरेको थिए। केन्द्रीय सुरक्षा समितिको अध्यक्ष गृहमन्त्री रहने हुँदा सुरक्षा संवेदनशीलता र सोसँग सम्बन्धित सूचनाहरू गृहमन्त्रीसँग हुने हुँदा तत्कालीन गृहमन्त्रीलाई जवाफको लागि आयोगमा जान भनेको हो। धेरै विषय गृहमन्त्रीको जवाफबाट खुलेकै होला। वास्तवमा भाद्र 23 र 24 गते देशमा हालसम्म नभएको अकल्पनीय र बर्बरतापूर्ण घटना घट्यो। भाद्र 23 गते जेन्जी पुस्ताद्वारा भएको आन्दोलनको दौरान भएको तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय होइन। प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन। यसको लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रूपमा नै रहन्छ। तर्कपूर्ण ढङ्गले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन। सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने, सुरक्षाकर्मीहरूका ड्रेस, बन्दुक खोसी लगाई सेल्फी खिच्ने जस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने कार्य पक्कै पनि आन्दोलनको घोषणा गरेका जेन्जीले होइन, आन्दोलनको फाइदा उठाएर घुसपेट समूहबाट भएको हो। जेन्जीहरूले आफ्ना मागहरू हाइज्याक भयो, हाम्रो उद्देश्य यस्तो थिएन, शान्तिपूर्ण आन्दोलन थियो भनेकै छन्। संसद भवन जलाउने प्रयास 23 गते भएकै हो। सो दिन आन्दोलनमा युवाहरूलाई अगाडि लगाएर आफ्नो उद्देश्य पूरा गर्ने समूहले सुनियोजित रूपमा युवाहरूमा उत्तेजना सृजित गरी ज्यान नै हताहती हुनेसम्मको स्थिति सृजना गरेको हो। सरकारका तिनैवटा निकायहरूमाथि आगजनी र आक्रमण सुनियोजित घटना हो। सार्वभौम जनताको प्रतिनिधित्व गर्ने थलो संसद भवन, देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरूपणको थलो सर्वोच्च अदालतमा खोजी मिसिल हेरी छानेर डाटा खोजेर जलाइयो। त्यसमा संलग्नहरूको भिडियो सार्वजनिक भएको छ। उनीहरूको बयान आयोगद्वारा लिएको छ। राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षको हैसियतले बैठक बसी निर्देशन दिन सकिने अवस्था रहेको, तर सरकारको तर्फबाट कमभन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो। सेना परिचालन गर्ने मनाशय सरकारको नभएकाले त्यस्तो गरिएन। नेपाली सेनाको सुझाव पनि सोही बमोजिम थियो। 22 गते राति नै सुरक्षा निकायको प्रमुखसँग छलफल गरेकोमा सुरक्षा निकायबाट 6-7 हजार जति जेनजिट आई शान्तिपूर्ण हुने भनेको हो। हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिएको हो। मेरो सबै सम्पत्ति जलाइयो र मलाई बस्न दिए बापत अरूको निजी सम्पत्ति जुन 23 वर्ष अघि नै बेचेको हो सो पनि जलाइयो। तेह्रथुम जिल्लामा एकमात्र आगलागी भएको घर मेरो रहेको। यो सबै गर्नेहरूलाई सोधी खोजी र बयान लिने काम आयोगबाट भयो कि भएन? उद्योग जलाउनु देशको अर्थतन्त्र जलाएको होइन। सामाजिक
प्रबन्धमाथि आक्रमण, आर्थिक प्रबन्धमाथिको आक्रमण र हाम्रो संस्कृति ध्वस्त गरी देशलाई तहस-नहस बनाउने काम भयो। यसरी लगानी प्रवर्धन गर्न सकिन्छ र भाद्र 23 गतेको घटनामा प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार हुँदैन, यो भन्ने पनि होइन। यस्ता प्राविधिक प्रश्नहरू सम्बन्धित व्यक्तिहरूले जवाफ दिनु नै भएको होला। भाद्र 23 गतेको घटनापछि बेलुका सरकारको बैठक बसी घटनाको निष्पक्ष छानबिन सम्बन्धमा न्यायिक आयोग गठन गर्ने, घाइतेको प्रभावकारी उपचार साथै मृतक परिवारहरूलाई राहत दिने र जेनजी पुस्ताको माग बमोजिमको सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध खोल्ने निर्णय गरेको हो। भाद्र 24 गते मैले राजीनामा दिएको हुँ। म बाधक भएको कारणले त्यो आन्दोलन भएको भए मेरो राजीनामापछि सबै ठिक हुनुपर्ने, तर भएन त। सामाजिक सञ्जालको नियमको विषयमा सरकारले निर्णय गर्यो। सामाजिक सञ्जाल नियमन त हुनु पर्थ्यो नि, जवाफदेही हुनु पर्छ नि। हो, त्यही कारणले निर्णय गरेको हो। तत्कालीन जिम्मेवारीमा रहेको राज्यका पदाधिकारीहरूले घटना सम्बन्धमा आयोगमा बयान दिइसकेका यस विषयमा सार्वजनिक रूपमा आफ्नो धारणा पटक पटक दिइसकेको छु। अब पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बयान कागजी बेहोरा। 2082 भाद्र 23 गतेको दिन म बुढा नीलकण्ठ वाडा नम्बर 2 बासुकी मार्ग स्थित मेरो निजी निवासमा थिएँ र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो र म कुनै औपचारिक बैठकमा सहभागी थिइनँ। भदौ 24 गते बिहान 10 बजे प्रदर्शनकारीहरूले मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा हामीमाथि हातपात भयो र केही जेनजीको युवाहरूले बचाए। हामी राति 22 बजेतिर सुरक्षित स्थानमा पुग्यौँ। यहाँ 22 भनेको छ अर्थात् 10 बजे। नेपाल प्रहरीले वडा अध्यक्षको रोहरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन। सामाजिक सञ्जालको विवरण एआई जेनेरेटेड हुनुपर्छ। यो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिइनँ। यो नितान्त षड्यन्त्र हो, तर कसले गर्यो थाहा भएन। मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्का लगायतका विवरण रहेको हो र कारबाही सम्बन्धमा जानकारी छैन। मैले राजनीतिक हस्तक्षेप, पक्षपात गरेको छैन र 23-24 गतेको घटनामा प्रहरीले आङ्कलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन। लोकतन्त्रमा ट्रेड युनियन अधिकार हो र व्यावहारिक हक हितको लागि प्रयोग गर्न पाउनुपर्छ। विद्यार्थी सङ्गठन पनि बृहत्तर हितका लागि क्रियाशील हुनुपर्छ। मुलुकभर गैर राजनीतिक संस्था वा संयन्त्रमा राजनीतिकरण गरिनु हुँदैन। तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही हुनुपर्छ। देशमा युवाको भावना समेटेर नीतिगत, कानुनी र संस्थागत सुधार हुनुपर्छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बयान कागज बेहोरा। भदौ 23 गतेका दिन भएको दमनको भर्त्सना गर्दै शहादत प्राप्त प्रदर्शनकारीहरूलाई शहीद घोषणा गर्न तथा अवस्था सामान्य बनाउन सार्वजनिक अपिल गरेको थिए र भोलिपल्ट सर्वदलीय बैठक आह्वान गरेको थिए। भदौ 24 गते बिहान सिंहदरबारमा सर्वदलीय बैठकमा सहभागी भए र परिस्थिति जटिल बन्दै गएपछि अपराह्नपछि सुरक्षा निकायको सुरक्षामा बसे। मेरो बुझाइमा उक्त आन्दोलनको पृष्ठभूमि सरकारको कार्यशैलीप्रति बढ्दो असन्तुष्टि र आक्रोश हो। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध त्यसको तत्कालीन कारण बनेको देखिन्छ। भदौ 23 गते युवाहरूको आक्रोश प्रदर्शनको रूपमा देखियो भने 24 गते उक्त आन्दोलनको स्वरूप बदलिएको र गलत तत्त्वहरूले त्यसलाई उपयोग गरेको निष्कर्षमा म पुगेको छु। भदौ 24 गते काठमाडौँमा म बस्दै आएको भाडाको निवास तथा चितवन स्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। काठमाडौँमा मेरो आफ्नै घर छैन। मेरो सुपुत्री गङ्गा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो। न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका हौँ। भदौ 24 गते सिंहदरबार, शीतल निवास, संसद भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी तथा निजी भवनहरूमा भएको तोडफोड, आगजनी र लुटपाट केवल सरकार विरुद्धको आक्रोश मात्र नभई व्यवस्थामाथि नै प्रहार गर्ने नियोजित प्रयास भएको भन्ने मेरो धारणा छ। मेरो पार्टीले जेनजी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्नता छैन। यदि हाम्रो पार्टीसँग सम्बन्धित कोही व्यक्ति कानुन विपरीत क्रियाकलापमा संलग्न भएको प्रमाणित भए
उसले कानुनी कारबाही भोग्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। भदौ 24 गतेको घटनामा आन्तरिक तथा बाह्य घुसपेटको सम्भावना देखिन्छ। युवाहरूले भदौ 23 गते नै आन्दोलनमा घुसपेट भएको भन्दै घर फर्किन आग्रह गरेका थिए। त्यसपछि देखिएको घटनाक्रमले गलत तत्त्वहरूले युवाहरूको भावनालाई प्रयोग गरेको सङ्केत गर्दछ। प्रधानमन्त्रीका रूपमा मेरो कार्यकालमा नियुक्ति सरुवा बढुवा प्रक्रियामा मेरिटोक्रेसीलाई प्राथमिकता दिने प्रयास गरेको थिए। त्रिभुवन विश्वविद्यालय लगायतका संस्थाहरूमा अवलम्ब गरिएको अभ्यास उदाहरणीय रहेको छ। राजनीतिक हस्तक्षेपले प्रहरी, निजामती, न्याय सेवा, संवैधानिक निकायहरूको व्यावसायिकता तथा सेवा प्रवाहमा नकारात्मक असर पर्दै आएको छ। यद्यपि यो मात्र एक कारण होइन। राजनीतिक प्रणाली, आर्थिक संरचना र भू-राजनीतिक अवस्थिति लगायतका पक्षहरू पनि जिम्मेवार छन्। मेरो नेतृत्वमा सुशासन, सामाजिक न्याय र अर्थतन्त्र सुधारका लागि विभिन्न प्रयास र कार्यक्रम अघि बढाइएको थिए। यी नीति, कार्यक्रम र बजेटहरूको वस्तुगत मूल्याङ्कनबाट सरकार ढल्नुका कारण र त्यसपछि उत्पन्न जनआक्रोशको वास्तविकता बुझ्न सकिन्छ भन्ने मेरो विश्वास छ। ट्रेड युनियन अधिकार संविधान प्रदत्त अधिकार हो, तर राज्य संयन्त्रलाई राजनीतिक थलोको रूपमा प्रयोग गर्नु हुँदैन भन्ने मेरो धारणा छ। निजामती सेवा तथा अन्य निकायमा योग्यता, क्षमता र अनुभवका आधारमा नियुक्ति र बढुवा हुनुपर्छ। विद्यार्थी सङ्गठनहरूले शैक्षिक सुधारमा भूमिका खेल्नुपर्छ, न कि पठन-पाठन अवरुद्ध गर्ने वा अभद्र गतिविधिमा संलग्न हुने। भविष्यमा यस्तो घटना नदोहोरिन आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक विकासका जनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्छ। विशेष गरी युवा केन्द्रित अवसर, रोजगारी र सहभागिता सुनिश्चित गर्ने नीति अवलम्ब गर्न आवश्यक छ। आयोगले पूर्वधारणा नराखी वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गरोस् भन्ने मेरो अपेक्षा छ।